कुनै पनि डिभाइस ह्याङ भयो भने नि बाहिरको कभर फेरेर मात्र हुँदैन, भित्रको अपरेटिङ सिस्टम नै अपडेट गर्नुपर्ने हुन्छ। एकदम सही कुरा हो, राजनीति पनि ठ्याक्कै त्यस्तै हो। जब दशकौंसम्म एउटै सिस्टमले काम गर्दैन नि, तब अनुहार होइन सिस्टमकै अपडेट चाहिन्छ। आजको हाम्रो यो गहिरो विश्लेषणमा हामी इन्द्रप्रसाद गोतामे मतलब जगतजङको समसामयिक विश्लेषणलाई खोतल्दैछौँ। उहाँको पोस्टले साँच्चै नेपालको अहिलेको बदलिन्दो राजनीतिको राम्रो चित्र देखाएको छ। त्यही त, र एउटा कुरा सुरुमै प्रश्न पारौँ है, हामी यहाँ कुनै पुरानो वा नयाँ दलको जय जयकार गर्न वा विरोध गर्न बसेका पक्कै होइनौँ। हाम्रो उद्देश्य भनेको विशुद्ध रूपमा यो स्रोत सामग्रीभित्र लुकेको राजनीतिको नयाँ मेकानिजम बुझ्नु मात्र हो। हेर्नुहोस्, यो विश्लेषणको सबैभन्दा बलियो पक्ष भनेकै यसले सतहको घटनालाई भन्दा पनि भित्र भइरहेको संरचनागत परिवर्तनलाई देखाएको छ। परम्परागत राजनीतिको जुन त्यो अङ्कगणित छ नि, त्यसलाई कसरी एउटा नयाँ वैचारिक लहरले विस्थापित गर्दैछ भन्ने कुरा यहाँ मिहिन ढङ्गले उठाइएको छ। तर मलाई एउटा कुरामा अलिकति कन्फ्युजन भयो। संसदीय राजनीति भनेकै त सांसदहरूको टाउको गन्ने म्याथ होइन र? अनि म्याथमै हारेपछि एजेन्डाले कसरी जित्छ त? सुन्दा अलि विरोधाभासपूर्ण लाग्छ, तर यसको भित्री मेकानिजम अर्कै छ। वर्षौंसम्म कांग्रेस र एमाले जस्ता ठूला दलहरूले गठबन्धन र सांसद संख्याको जोड घटाउलाई नै मुख्य हतियार बनाए। उनीहरूले विचारलाई होइन नम्बरलाई मात्र म्यानेज गरे के। भनेपछि उनीहरू म्याथमा मात्रै फोकस भए। एकदम। अनि अर्कोतिर हिजो तत्कालीन माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी अनि सुशासन र सामाजिक न्यायको एजेन्डा त ल्यायो, तर उनीहरू आफै त्यो अङ्कगणितको खेलमा फसे। तर गोतामेले यहाँ के औल्याएका छन् भने माओवादीले गणितमा हारे पनि उनीहरूले रोपेको त्यो एजेन्डा मरेको छैन। ओहो, भनेपछि जसले आइडिया ल्यायो ऊ आफैले बजार कब्जा गर्न सकेन, तर त्यो आइडियालाई नयाँ पुस्ताले उठायो र अगाडि बढायो, होइन त? यो त ठ्याक्कै ठुला कर्पोरेट कम्पनीहरूलाई एउटा सानो तर इनोभेटिभ स्टार्टअपले बजारबाट विस्थापित गरे जस्तै भएन र? हो, ठ्याक्कै त्यस्तै हो। सायद यही भएर होला माओवादी अध्यक्ष प्रचण्डले बालेन्द्र हर्कलाई गणतन्त्रका सुन्दर फूल भनेको। यो एउटा रणनीतिक स्वीकारोक्ति नै हो भन्ने तर्क विश्लेषणमा छ। साँच्चै? जब पुराना शक्तिहरूले अग्रगामी एजेन्डालाई गणितको बलमा घेराबन्दी गरेर रोक्न खोजे, तब ती एजेन्डा बोक्ने नयाँ पात्रहरूको जन्म भयो। तर फेरि अनुहार नयाँ हुँदैमा काम गर्ने तरिका नयाँ हुन्छ भन्ने ग्यारेन्टी त छैन नि। गोतामेरे राजनीति इतिहासको ब्याज खानका लागि होइन भनेका छन्। यो कुरा एकदम महत्त्वपूर्ण छ। नयाँ पुस्ताको यो लहर जसमा बालेन हर्क हुँदै रासोपासम्मको कुरा आउँछ नि, उनीहरूको फरक भनेको अप्रोच र दर्शनमा छ। पुराना नेताहरूले हामीले जेलनेल भोगेका छौँ, त्यसैले भोट देऊ भनेर इतिहासको ब्याज मागे। त्यही त हामीले चोक चोकमा सुन्दै आएको कुरा हो यो। हो नि, तर यो नयाँ लहरले वैज्ञानिक र व्यावहारिक समाजवादको वकालत गरिरहेको छ। यो कुनै किताबी कुरा होइन। यसले असफल पुँजीवादको अन्धो निजीकरणलाई पनि मान्दैन र परम्परागत समाजवादको सबै कुरा राज्यले नै नियन्त्रण गर्नुपर्छ भन्ने जडतालाई पनि मान्दैन। उनमा कसरी काम गर्छ? यो त एउटा हाइब्रिड गाडी जस्तो पो सुनियो। जसरी हाइब्रिड गाडीले पेट्रोल र ब्याट्री दुवैको सही प्रयोग गरेर माइलेज बढाउँछ, यो नयाँ मोडलले पनि त्यस्तै केही गर्दैछ? यो एनालोजीले कुरा बुझ्न धेरै सजिलो बनाउँछ। हेर्नुहोस्, पुँजीवादले म अर्थात् व्यक्तिगत स्वतन्त्रता र सम्पत्तिलाई मात्र हेर्छ। परम्परागत समाजवादले हामी अर्थात् सामूहिक दायित्वलाई मात्र। तर यो नयाँ हाइब्रिड मोडलले उद्यमशीलता र व्यक्तिगत स्वतन्त्रतालाई खुल्ला छोड्छ। अनि राज्यको भूमिका नि? राज्यको भूमिका भनेको शिक्षा, स्वास्थ्य र सामाजिक न्यायमा बलियो दायित्व सुनिश्चित गर्नु हो। यसले नेपालको आफ्नै मौलिकतामा टेकेर निजी र सामूहिक सम्पत्तिको सन्तुलन मिलाउने प्रयास गर्छ। सुन्दा त यो मोडल एकदम राम्रो सुनिन्छ, तर मलाई अलिकति डर पनि लागिराखेको छ। यो नयाँ सरकारको सुरुवाती उत्साह सकिएपछि के होला? गोतामे आफैले पनि सस्तो लोकप्रियतावाद अर्थात् चिप पपुलिजमको कुरा उठाएका छन् नि। हो, किनकि पपुलिजम भनेको तत्काल आउने भाइरल ताली मात्र हो। त्यसले दिगो सिस्टम बनाउँदैन। गोतामेले नयाँ बालेन सरकारलाई स्पष्ट चेतावनी दिएका छन् कि क्षणभरको भाइरल ट्रेन्डको पछि लाग्ने हो भने यो नयाँ प्रयोग पनि फेल हुन्छ। एकदम सही कुरा। उन्नत लोकतन्त्रको अभ्यास भनेको गाह्रो काम हो। बाहिरी विश्वसँग गतिशील र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नेदेखि लिएर जनताको अवस्था बदल्नु नै अबको मुख्य दायित्व हो।
त्यसैले यो काठमाडौँमा मन्त्रीहरूले कुर्सी फेरेको कुरा मात्र होइन, यो त नयाँ अपरेटिङ सिस्टमले साँच्चै हाम्रा स्थानीय बाटोघाटो, रोजगारी र दैनिक जीवनमा डेलिभरी दिन सक्छ कि सक्दैन भन्ने प्रत्यक्ष टेस्ट पो हो त। साँच्चै हो। यदि उनीहरूले डेलिभरी दिन सकेनन् भने जनताको निराशा झन खतरनाक स्तरमा पुग्न सक्छ। त्यसैले यो नयाँ शक्तिको काँधमा अवसर मात्र छैन, इतिहासकै ठूलो जोखिम पनि छ। समग्रमा भन्नुपर्दा यो परिवर्तन पुरानो भत्किएको क्याल्कुलेटर फालेर नयाँ सफ्टवेयर इन्स्टल गरे जस्तै हो। अङ्कगणितको राजनीतिलाई एजेन्डा र नतिजाको राजनीतिले विस्थापित गर्दैछ। एकदम सही निष्कर्ष। तर अब एउटा गम्भीर प्रश्न उठ्छ। जब नयाँ नेतृत्वले इतिहासको ब्याजभन्दा वर्तमानको व्यवहारिक नतिजा र डेलिभरीलाई प्राथमिकता दिइरहेको छ, तब ती परम्परागत राजनीतिक शक्तिहरूले अब के गर्लान्? के उनीहरूले यो हाइब्रिड र नतिजामुखी राजनीतिसँग प्रतिस्पर्धा गर्न आफूलाई पूर्ण रूपमा रूपान्तरण गर्लान्, कि उनीहरू अझै पनि त्यही पुरानो अङ्कगणितमै रमाइरहनेछन्? यही विचारणीय प्रश्नका साथ आजको यो गहिरो विश्लेषणलाई हामी यही बिट मार्छौँ।